मध्यपूर्वमा अहिले खास गरी इजरायल र इरान बीच जुन तनाव बढेको छ नि त्यसले संसारकै ध्यान खिचेको छ। हो त नि। अनि यही बेला हजारौं वर्ष पुराना के अरे बाइबलीय भविष्यवाणीहरू अझ इजिकियलको पुस्तकका कुराहरू फेरि चर्चामा आएका छन्। हो, आज हामी यही अलि भनौँ न गहिरो विषयमा कुरा गर्दैछौँ, किनभने यसमा इतिहास, धर्म अनि अहिलेको भूराजनीति सबै जोडिएको छ। ओहो। हामी विभिन्न स्रोतहरूलाई हेरेर ती पुराना लेखोटहरूले के भन्छन् अनि अहिलेको घटनालाई मान्छेले कसरी जोडेर हेर्छन् भन्ने कुरा राख्छौँ। तर अब कुनै निष्कर्ष दिने भन्दा पनि विभिन्न दृष्टिकोण बुझ्ने प्रयास हो यो। एकदम। त्यसो भए सुरु गरौँ न त। इजिकियलको त्यो भविष्यवाणी त्यो खासमा के हो त? इजिकियलको अध्याय 38 र 39मा चाहिँ अन्तिम दिनहरूमा हुने भनिएको एउटा ठूलो लडाईँको कुरा छ। एकदम विस्तृत वर्णन छ। त्यसमा मागोग देशको गोग भन्ने एउटा भनौँ न नेता जस्तो उत्तरबाट आएर विभिन्न देशहरूको गठबन्धन लिएर इजरायलमाथि हमला गर्छ भनिएको छ। विभिन्न देशहरू कुन कुन देश? त्यहाँ पर्सिया, कुश, पुट, गोमेर, बेथतोगर्मा जस्ता नामहरू छन्। पर्सियालाई त धेरैले अहिलेको इरानसँग जोड्छन् नि। हो इरान। अनि त्यो बेला इजरायलको अवस्था चाहिँ कस्तो हुन्छ रे भविष्यवाणीमा? त्यो महत्त्वपूर्ण कुरा छ। भविष्यवाणीमा के भनिएको छ भने त्यो बेला इजरायल चाहिँ युद्धबाट पुनर्स्थापित भइसकेको हुन्छ अनि पर्खाल बिनाका गाउँहरूमा मतलब एकदम शान्ति र सुरक्षामा बसेको हुन्छ रे। शान्ति र सुरक्षामा हो। अनि अन्त्यमा चाहिँ परमेश्वर आफैले हस्तक्षेप गरेर त्यो गोग र उसको सेनालाई खै अलौकिक तरिकाले नष्ट गर्नुहुन्छ र आफ्नो महिमा देखाउनुहुन्छ भनिएको छ। यहीँनिर हो मान्छेले आजको कुरा जोड्ने, होइन त? अहिलेको यो रुस इरान नजिकिँदै गरेको जस्तो देखिनु, मध्यपूर्वको तनाव, यसलाई इजेकियलसँग जोड्ने हो। एकदमै यो एउटा प्रमुख व्याख्या नै बनेको छ अहिले। कतिपयले रुसलाई त्यो मागोगसँग जोड्ने, इरानलाई पर्सियासँग जोड्ने अनि भन्ने कि ल हेर भविष्यवाणी पूरा हुन लाग्यो, अन्तिम दिन आयो भनेर। तर यो व्याख्या त्यति सिधा पनि छैन होला नि, केही जटिलताहरू छन् कि? छन् नि, अवश्य छन्। पहिलो कुरा त के अहिलेको इजरायल साँच्चै त्यस्तो शान्ति र सुरक्षामा, पर्खाल बिनाको गाउँ जस्तो अवस्थामा छ त? त्यो आफैमा बहसको कुरा हो, होइन र? हो त नि, अहिले त झन्। अनि दोस्रो अझ महत्त्वपूर्ण कुरा के छ भने बाइबलकै अर्को पुस्तक प्रकाशको पुस्तक अध्याय 20मा पनि गोग र मागोगको युद्धको कुरा आउँछ। त्यहाँ पनि छ। तर त्यहाँ चाहिँ त्यो युद्ध येशू ख्रिस्टको 1000 वर्षीय शासन सकिएपछि त्यसको अन्त्यतिर हुने घटना भनेर लेखिएको छ। हो र? भनेपछि त समय नै फरक भयो नि त। इजिकियलले भनेको र प्रकाशले भनेको समय मिलेन। यही समयको कुराले गर्दा धेरै विद्वानहरू के भन्छन् भने इजिकियलको भविष्यवाणी अहिले नै पूरा हुन लागेको होइन। यो त भविष्यमा त्यो 1000 वर्षको शासनपछि हुने घटना हो। ओहो, यो त निकै महत्त्वपूर्ण पोइन्ट रहेछ। भनेपछि यो एउटै भविष्यवाणीलाई हेर्ने दुईवटा बिल्कुल फरक दृष्टिकोण भए। हो, समय रेखाको प्रश्न नै मुख्य हो यसमा। इजकियल बाहेक अरू पनि त्यस्ता भविष्यवाणीहरू छन् जसलाई मान्छेले आजको घटनासँग जोड्छन्। जस्तै 1948मा जब इजरायल फेरि एउटा देश बन्यो नि, त्यसलाई धेरैले इजकियलकै 36-37 अध्यायको पूर्ति मान्छन्। त्यहाँ परमेश्वरले छरिएका मानिसहरूलाई आफ्नै देशमा फर्काउने प्रतिज्ञा गर्नुभएको छ। यसलाई कतिले अन्तिम दिन सुरु भएको सङ्केत नै मान्छन्। अनि अर्को भजन 83 भन्ने छ, त्यसलाई चाहिँ केहीले इजरायलका एकदमै नजिकका छिमेकीहरू जस्तै गाजा, लेबनान, जोर्डनसँग हुने अर्कै युद्धको भविष्यवाणी हो कि भन्छन्, जुन गोग र मागोग युद्ध अघि हुन सक्छ। अनि अर्को यशाया 17मा दमास्कस, सिरियाको राजधानी पुरै नष्ट हुने भविष्यवाणी छ। त्यो त अहिलेसम्म पूरा भएको छैन। बापरे, कति धेरै कुराहरू रहेछन्। तर यस्तो किन होला? मान्छेहरू किन यति उत्सुक हुन्छन् वर्तमान घटनालाई भविष्यवाणीसँग जोड्न? अलिकति सनसनी खोजेको जस्तो मात्र हो कि अरू कारण छ? खै यसका धेरै कारण हुन सक्छन् जस्तो लाग्छ। एउटा त अब संसारमा यस्तो उथलपुथल हुँदा, अनिश्चित हुँदा मान्छेले स्वभावले केही अर्थ खोज्छ, हैन? त्यो त हो। भविष्यवाणीले एउटा नक्सा जस्तो, एउटा कोड जस्तो दिएको जस्तो लाग्न सक्छ, जसले गर्दा अहिले के भइरहेको छ बुझ्न सजिलो हुन्छ कि भविष्य के होला भनेर थाहा पाइन्छ कि भन्ने आशा।
कतिलाई यो संसारमा परमेश्वरको नियन्त्रण छ भन्ने कुरामा विश्वास बलियो बनाउने तरिका पनि होला। तर अर्कोतिर बाइबल आफैले पनि मान्छेको कान छिलाउने बानी हुन्छ भनेर सचेत गराएको छ नि त। मतलब सत्यभन्दा पनि आफूलाई सुन्न मन लागेको अलि रोमाञ्चक कुरा सुन्न खोज्ने। ओहो 2 तिमोथीमा छ त्यो। अनि येशूले आफैले भन्नुभएको छ त्यो अन्तिम दिन र घडी त पितालाई बाहेक कसैलाई थाहा हुन्न भनेर। अनि युद्धका हल्ला सुन्दा नआतिनु पनि भन्नुभएको छ। त्यसो भए यी सबै कुरालाई हेर्दा खास गरी विश्वास गर्नेहरूले चाहिँ केमा ध्यान दिनुपर्ने हो त? के हो मुख्य सन्देश? मेरो विचारमा मुख्य सन्देश चाहिँ त्यो भविष्यवाणीको मिति कहिले हो, कुन पात्र को हो भनेर ठ्याक्कै मिलाउने कोसिस गर्नुभन्दा पनि बाइबलले सधैँ भने जस्तै आत्मिक रूपमा तयार रहने, जागा रहने, विश्वासमा बलियो हुने भन्ने नै हो। अनि अर्को महत्त्वपूर्ण कुरा, बाइबलले त सबै मान्छेको लागि प्रार्थना गर भन्छ, शासकहरूको लागि यहाँसम्म कि शत्रुहरूको लागि पनि। जोड चाहिँ डर, अनुमान, सनसनीमा होइन कि विश्वास, आशा, प्रेम अनि शान्तिमा हुनु पर्यो। परमेश्वरको इच्छाअनुसार जिउनु पर्यो। कहिले हुन्छ, कसरी हुन्छ, त्यो त परमेश्वरलाई नै थाहा छ। आज हामीले यो मध्य पूर्वको तनाव र बाइबलीय भविष्यवाणी बीचको अलि जटिल नै भनौं सम्बन्धलाई विभिन्न कोणबाट हेर्यौं। इजकियलदेखि प्रकाशको पुस्तकसम्म धेरै व्याख्याहरू, धेरै विचारहरू रहेछन्। हो, निश्चय पनि। महत्त्वपूर्ण कुरा के हो भने यस्ता भविष्यवाणीहरूको अध्ययनले हामीलाई इतिहास, विश्वास अनि अहिलेको संसारबारे अलि गहिरेर सोच्न, परमेश्वरको योजनाबारे मनन गर्न हौसला दिन सक्छ। तर त्यो अन्तिम घडी कहिले आउँछ भन्ने चाहिँ परमेश्वरलाई मात्र थाहा छ भन्ने कुरा भुल्नु भएन। हो, अनि अन्त्यमा एउटा प्रश्न चाहिँ मनन गर्न छोडेर जाउँ है। भविष्यका घटनाको मिति र पात्र पत्ता लगाउने दौडमा लाग्नुभन्दा आज हामी कसरी अझ धेरै विश्वासमा, शान्तिमा र सबैप्रति निस्वार्थ प्रेममा जिउन सक्छौं? सायद यो प्रश्न आजको लागि बढी महत्त्वपूर्ण छ कि?